के समोसाले मेरो ब्लड सुगर स्पाइक गर्छ या स्टप गर्छ? लेट्स फाइन्ड आउट। एउटा फन फ्याक्ट गाइज, मैले टिपटप समोसा 4 रुपियाँको हुँदादेखि खाँदै आइरहेको छु। तपाईँले when did you start discovering your best samosa in town and how much was it when you first bought it? नर्मल्ली हामीले समोसा खाँदा जोखेर त खाँदैनौँ, तर आज यो भिडियोको लागि आई जस्ट वेड इट। यो लगभग 100 ग्राम जतिको रहेछ। सो अराउन्ड 200-300 क्यालोरी होला यो एउटा समोसामा। 30 देखि 38 ग्राम कार्बोहाइड्रेट्स, 12 देखि 18 ग्राम फ्याट जुन डिप फ्राइड ओइलले गर्दा कन्डेन्स भएको छ यसमा, र लगभग 5 ग्राम प्रोटिन। दिस इज अल अप्रोक्सिमेट भ्यालु है गाइज। मेरो ब्लड सुगर 48 mgले स्पाइक गरे जम्मा एउटा समोसा विथ चटनी खाएर। म नर्मली भोकाएको बेला 2टा समोसा खान्छु बिकज इट्स वान अफ माई फेभरेट स्न्याक्स टु इट। त्यसो गरेको भए मेरो ब्लड सुगर अझ बढी स्पाइक हुन्थ्यो, विच इज भेरी कन्सर्निङ। तपाईँले एक दिन मोमो या समोसा खाएर हजुरलाई डायबिटिज हुने होइन, तर तपाईँले दिनदिनै बिहान बेलुका दिउँसो धेरै वर्षसम्म हाई ब्लड स्पाइकिङ फुड खाँदै गर्नुभयो, व्यायाम गर्नु भएन, हिँड्नु भएन भने तपाईँको शरीरले तपाईँलाई सिग्नल दिन थाल्छ कि ऊ थाक्दैछ, अब धेरै ग्लुकोजलाई उसले सम्हाल्न सक्दैन, र इभेन्चुली तपाईँलाई फ्याटी लिभर, प्री डायबेटिक र डायबेटिक जस्ता समस्याहरू आउन सक्छन्। त्यो एक दिन एउटा समोसा खाएर आउने होइन। रिमेम्बर, इन्डिभिजुअल रिजल्ट्स भ्यारी एन्ड फलो फर मोर।